अहिले चाहिँ म आश्रम आइसकेको छु है बजारबाट। हाम्रो ओसो आश्रम, ओसो महापरिनिर्वाण आश्रम धरानमै छ। यति सुन्दर छ है। म चाहिँ यहाँ समय मिलेको बेला आउने गर्छु, रेगुलर आउने गर्छु। बिहान 7 बजेदेखि डाइनिङ मेडिटेसन हुन्छ, बेलुका 8 बजीसम्म रेगुलर मेडिटेसन हुन्छ। र बिहानको समयमा मेरो मेडिटेसन गर्न सेसनमा भ्याएन भने पनि दिउँसोमा आएर कुण्डली मेडिटेसन साइलेन्ट सेटिङ मजाले बसेर रिल्याक्स भएर म फर्किन्छु। यति आनन्द छ, यति प्रकृतिको बिचमै छ। ब्याकग्राउन्डमा तपाईँले सुनिरहनु भएको छ चराचुरुङ्गी, त्यसपछि खोलाको आवाज पनि मस्त तरिकाले छ। र भित्र बुद्ध हलमा कोही साइलेन्ट बसिरहनु भएको छ। या यस्तै तरिकाले मेरो समय चाहिँ आश्रममा व्यतीत हुन्छ। र सुन्दर आश्रम छ। म गाउन लाएर तपाईँहरूसम्म आइसकेको छु, हेर्दै गर्नुहोस्। अहिले चाहिँ म बिहानको सेसन दैनिक मेडिटेसन सेसन सकेँ र तपाईँहरूसम्म आइसकेको छु है। समय मिल्दा फेरि म बिहानको सेसन पनि आउने गर्छु। बिहानको सेसन मिलेन भने पनि मेरो घरमै हुन्छ बिहानको सेसन, र बेलुकाको सेसनको लागि म आश्रम आउने गर्छु। अहिलेको बिहानको मौसम यस्तो प्लेजेन्ट छ है। बिहान आउँदाखेरि चाहिँ अलिअलि घाम लागिरहेको थियो, हुमिड जस्तो फिल भइरहेको थियो। अहिले चाहिँ यस्तो मजाको वेदर भएको छ है। चिसो हावा बगिरहेछ, पानी पर्ला जस्तो नि भइरहेछ है। अलि धुम्मे जस्तो नि भइरहेछ, कुहिरो हुने अलि लागिरहेछ। र ब्याकग्राउन्डको आवाज सुन्नुहोस्, जहिले भन्ने गर्छु यस्तो डिभाइन आश्रम छ है, मजा छ। या चराहरू चाहिँ धेरै थरीको चराहरू हेर्ने मौका पाइन्छ। र आज हामी डाइनामिकमा लगभग 8 जना जति थियौँ। 8 जनाले हामीले डाइनामिक मेडिटेसनको सेसन गरायौँ है। गजब भयो आज। यतिकै अवस्था पनि है, यतिकै केही नगरी बस्दा पनि मजाले। बजारमा चाहिँ अलिअलि हुमिड जस्तो फिल हुन्छ नि त होइन, तर यहाँ चाहिँ चिसो जाडो जस्तो नि फिल हुन्छ क्या। यताको साइडबाट झ्याउकुरीको आवाज, यता खोलाको आवाज, रिल्याक्स छ। तपाईँहरू पनि धरानमा हुनुहुन्छ प्लिज आउनुहोस् आश्रममा। मजाले मेडिटेसन गर्नको लागि ठाउँ छ, एकदम फ्रिली मेडिटेसन अभाइलेबल छ तपाईँहरूको लागि। र कोही बस्न चाहनुहुन्छ, खान चाहनुहुन्छ भने उहाँहरूलाई सर्टेन पैसा पेमेन्ट गरेर बस्नुपर्छ। अरू एकदम ठिक छ। प्लिज तपाईँहरूलाई स्वागत छ यो आश्रममा, आउनु होला, ध्यान गर्नु होला है। या तपाईँहरूलाई एउटा के जानकारी दिउँ भने हाम्रो आश्रममा चाहिँ आरू फलेको छ। अनि यो आरू फलिसकेपछि तपाईँहरूलाई खान मन लाग्ला, मलाई पनि लागेको थियो। तर के हुन्छ भने म तपाईँलाई एउटा डेमो देखाइहालौँ। यो भयो होइन, अनि यो भइसकेपछि यस्तो छ। यस्तो भइसकेपछि भित्र यस्तो यस्तो हुन्छ, देख्नुभयो? किरा छ, राम्रै भयो भने किरा छ। त्यसले गर्दाखेरि कस्तो मिठो पाकेको रहेछ, कस्तो राम्रो रहेछ भनेर आउने बित्तिकै ग्राममा नटोक्नु होला। किराहरू एकदम धेरै छ, किनभने यसमा अलिकति औषधि लगाइदिनु पर्थ्यो होला, केही भिटामिन केही पुगेन। त्यसले गर्दाखेरि भित्र चाहिँ बाहिर पाकेको भए पनि काँचो भए पनि भित्र किरा छ, त्यसले गर्दा नखानु होला। यो चाहिँ याद गर्नु है। ल यता चाहिँ बुद्धको स्टाइल छ, यता चाहिँ बुद्ध हल छ है। या छ। अझ म चाहिँ अहिले तल किचनमा जाँदैछु। किचनमा चाहिँ स्वामीजीहरूले चिया पकाउँदै हुनुहुन्छ र एकजना साधक मित्रभित्र साइलेन्समा हुनुहुन्छ है। र अरू चाहिँ आफ्नो घरतिर गइसक्नु भएको छ। नाम ड्रेस चेन्ज गर्नुभयो? स्वामीजी जहिले डाइनिङ मेडिटेसनमा आउनुहुन्छ होइन। अनि उहाँले चाहिँ गाउन साउन चेन्ज गरेर अब घर जानको लागि रेडी हुनुभएको छ। चिया खानुहुन्न? खाने? वाह, गजब भइरहेछ है डाइनामिक। बेलुका पनि कुण्डली, बिहान पनि डाइनामिक।
ल स्वामीजी ल म किचनतर्फ जान्छु हेर्दै गर्नुहोस् प्रणाम प्रणाम के छ आज चिया कुन चिया अरे आज पुदिना चिया यो कहाँबाट ल्याउनु भयो हो र ल आज हामी आश्रममा बिहानको पुदिना चिया खाँदैछौँ त्यही पनि सुगर बिना पुदिना चाहिँ आश्रमकै पछाडि ठाउँमा फलेको रहेछ पुदिना है र यता चिया पाकिरहेछ लाइन चाहिँ जाने आउने भइरहेछ अहिले धरानमा पुरै नेपालमै त्यस्तो भइरह होला लाइन जाने आउने भइरहेछ गर्मीको टाइममा त यस्तो गाह्रो हुन्छ है हेर्दै गर्नुहोस् टाइम हुँदो रहेछ यस्तरी है ठिक हुँदो रहेछ खोलाको आवाज सुनिरहनु भएको छ चरा चुरुङको आवाज चिक 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 चिकको आवाज पनि आइरहेछ र रोडतिर गाडीको आवाज पनि आइरहेछ भित्र त्यस्तो केही असर परेको छैन फुल अफ नेचरको बिचमा हामी छौँ है यसरी मेरो समय बितिरहेको छ आश्रममा तपाईँले हेरिरहनु भएको छ है धेरै सुन्दर आश्रम छ तपाईँ धरानमा हुनुहुन्छ भने प्लिज आउनु होला है शिविर लिनु होला शिविर पनि भइरहन्छ यो ओसो पार्कको ठ्याक्क साइडमा छ म आउँदा फेरि अब मेरो ब्लग मार्फत तपाईँले हेरिरहनु भएको छ तपाईँलाई जोडिरहेको छु त्यही माताले गर्दाखेरि हेरिरहनुहोस् प्रणाम स्वामीजी साधु साधु प्रणाम प्रणाम आएर हुनुहुन्छ मैले धेरै खोजेँ तर पाउन सकिनँ धेरै पटक म गुम्बा गएँ लामालाहरूसँग आनिलाहरूसँग यी विषयमा चर्चा गरेँ तर उहाँहरूले भित्री कुरा कहिले खोल्नु भएन किनभने यी सबै सिक्रेट टिचिङ्सहरू आज हाम्रो कृष्ण स्वामीजी पनि आउनु भएको छ सानो कन्भर्सेसन पनि भयो र फुल कन्भर्सेसनको लागि पोडकास्टको लागि हामी फेरि अर्को ल्याउने नै छौँ है तपाईँहरूले चाहिँ त्यो गएर हेर्नु होला पोडकास्टमा स्वामी क्राइसिस न बोध साधु साधु सुभाष स्वामीजी धेरै धेरै प्रेम है धेरै समयपछि भेटघाट भयो हाम्रो है कस्तो भइरहेको छ यात्रा स्वामीजी भित्रको यात्रा बाहिर त दौडिरहनु भएको छ यात्रा प्रेमले भरिएको छ करुणाले भरिएको छ र मैले पाउनुपर्ने हँसाइदिन्छ ब्लगिङ यस्तै त नि कलेजमा फर्मालिटी कुन छ फर्मल भन्नुपर्ने फेरि यो हाल्ने हो क्या यो ब्रो आनन्दमय ध्यानमय भइरहेको छ र गुरु बुद्ध धर्मसँग कल्याण मित्रहरूको प्रेम मैले हजुर पाइरहेको छु हजुर what else can I ask for? What else? It's more than enough. वाह Thank you. ल आज हाम्रो राम्रो कन्भर्सेसन छोटो कन्भर्सेसन भयो है फुल कन्भर्सेसन हामी फेरि बस्ने नै छौँ होइन स्वामीजी साधुवाद साधुवाद अवश्य 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 धन्यवाद कहिलेसम्म बस्नुहुन्छ धरान आश्रम आज 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 साँझ फर्किन्छु र शुक्रबार काठमाडौँमा फर्किँदैछु एक हप्ता अझै छु शुभयात्रा स्वामीजी हामी फेरि भेट्ने धन्यवाद 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 क्या बात अनि हाम्रो यहाँ
स्वामीजी हुनुहुन्छ पुष्पा स्वामीजी उहाँलाई हामीलाई धेरै सहयोग गर्नुभएको छ उहाँ हाम्रो फ्यामिलीको मान्छे हो सहयोग नगर्नु दुखिरहेको छ भनौँ न तपाईँको बारेमा मेरो बारेमा भनिहाल्नु म पुष्प चौधरी अब सन्यासको नाम भन्दाखेरि चाहिँ स्वामी चेतन आनन्द अनि योभन्दा अगाडि जो मान्छेले अहिले अन्तर्वार्ता दिनुहुन्थ्यो उहाँको यो ब्लगमा स्वामी बालकृष्ण क्राइसिस ना बोध उहाँको इन्सपिरेसनले खासमा म आज ओसोको अनुयायी बन्न पाएँ मेरो सौभाग्य भनेको चाहिँ यस्तो राम्रो मान्छेसँग होइन दाजुभाइ मलाई चाहिँ कति मतलब जति बेला पनि उहाँलाई सम्बोधन गर्नु पऱ्यो सुभाष दाई आउँछ क्या तर अब ओसोको अनुयायी भइसकेपछि अब सुभाष स्वामी चाहिँ रमाइलो भइरहेछ जिन्दगी आनन्दमय छ है थोरै पीडाहरूलाई ध्यान साधनाको मार्फत जाऊ भाइ तिमीहरू आफ्नो बाटोमा छौ म आफ्नो बाटोमा हिँडिरहेको छु भन्ने कुरा चाहिँ भइरहेछ लाइफ इज ऊर्जामै देख्छु ऊर्जाको खानीमा आएपछि ऊर्जामै हुनु पऱ्यो हामी ल ठिक छ दाना भनेको धन्यवाद अरे बाफ्रे बाप नयाँ भाषा सिकिरहेको छु आज मैले धना स्वामीजी साधु 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 म अर्कै पर्नु हो साधुवाद ओके ल स्वामीजी जाउँ हस् ल यसरी नै हाम्रो समय बितिरहेको समय हेर्दै गर्नुहोस् ओसोको कायम स्वयंमा हुनुपर्छ सन्यासीहरूमा होइन ओसो सन्यासीहरूमा ओसो जगतमा एउटा ग्रुपहरू भन्छ क्या त्यो ग्रुप कहिले पनि हुनु हुँदैन एकअर्काको आलोचना गर्नु हुँदैन सबैको आफ्नो जर्नी छ कोही लड्छ कोही उठ्छ कोही राम्रो अवस्थामा पुग्छ कोही नराम्रो अवस्थामै दलदलमा फसिरहन्छ आफ्नो अहङ्कारले होइन आफूभित्रको एउटा गुरुडमले त्यो फसाइदिन्छ भने लिभ इट केही छैन आलोचना गर्नु आवश्यक छैन कुरा काट्नु आवश्यक छैन आफ्नो राम्रो यात्रा आफ्नो राम्रो बनाउनुहोस् यो जीवन नचुकोस् तपाईँको बुद्ध हुने सम्भावना छ नि त हामीमा हामीभित्रै भगवता छ भन्ने कुरा तपाईँले बुझ्नु भएको छ सम्भावना छ आफ्नो सम्भावनालाई खोज्नुहोस् आलोचना नगर्नुहोस् आफ्नो यात्रा राम्रो बनाउनुहोस् संसार यस्तै हुन्छ यस्तै चलिरहन्छ होइन यो इनर्जी वेस्ट नगर्नुहोस् मैले तपाईँलाई जस्ट सेयरिङ गरेको मैले यही कुराहरू प्रयोग गरिरहेको छु क्या कसैको नै आलोचना गर्नु छैन मलाई होइन जे भइरहेछ सबै कुरा मैले देखिरहेको छु भइरहेछ तर यो मैले जीवन पाएको जीवन चाहिँ म भित्रको सम्भावनालाई अझै निखारौँ भन्दै निखारिरहेको छु म हरेक अवस्थाबाट गुज्रिरहेको छु तर म राम्रो एउटा वेमा गइरहेको छु भन्ने कुरा म एकदम विश्वस्त भएर हिँडिरहेको छु या जीवनलाई सिरियस बनाउँदैन कहिलेकाहीँ रमाइलो गर्छु कहिलेकाहीँ वाक गर्छु कहिलेकाहीँ नेचरसँग आउँछु कहिलेकाहीँ आश्रममा आइरहेको छु आफ्नो फ्यामिली लाइफ पनि मजाले ब्यालेन्स गरिरहेको छु र आफ्नो यात्रा कन्टिन्यू गरिरहेको छु भित्रको यात्रा तपाईँ ओसोको सन्यासी हो होइन तपाईँले थाहा पाइहाल्नुहुन्छ नि म कहाँ चुकिरहेको छु मेरो कहाँ के अवस्था भइरहेछ भनेर थाहा पाउनुहुन्छ नि राम्रो यात्रा गर्नुहोस् है कतिपय नयाँ साधकहरू जोडिनु भएको छ पुरानो हुनुहुन्छ आलोचना गरेर केही लेखेर पोस्ट गरेर भिडियो बनाएर केही हुनेवाला छैन होइन केही हुनेवाला छैन आफ्नो राम्रो यात्रा बनाउनुहोस् आफूलाई प्रयोग गर्नुहोस् यो अवसर आइरहेछ छेडछेडमा अवसर आउँछ संसारमा हुनुहुन्छ संसारमा अवसर आइदिन्छ होइन हरेक अवस्थामा तपाईँलाई अवसर दिइरहेको हुन्छ त्यसलाई प्रयोग गर्नुहोस् आफूमा उत्रिनुहोस् आफूमा उसो काम गर्नुहोस् होइन बुद्ध पुरुषको काम गर्नुहोस् राम्रो अवस्था राम्रो बनाउनुहोस् अनि त्यसपछि तपाईँले आलोचना गर्नुहुन्न सबैलाई प्रेम गर्नुहुन्छ तपाईँको स्वभाव तपाईँतिर साँच्चीकै फर्किन्छ तपाईँको रियल स्वभाव के हो त बिइङ अ ह्युमेन नेचर तपाईँ त्यसमा आउनुहुन्छ त्यसपछि आलोचना गर्नुहुन्न आलोचना छ भने नि हेर्ने ममा अनि द्रष्ट भावले हेर्ने किन त्यो विचार आइरहेछ के भइरहेछ के वाक्यमा निकाल्न मन लाग्छ हाम्रो तुरुन्त नगर्नुहोस् आफूमा प्रयोग गर्नुहोस् यो हुँदै जान्छ मैले तपाईँलाई जस्ट सेयरिङ गरेको अरू सब ठिक छ म अब बाहिर निस्किन्छु के हुन्छ तपाईँलाई अपडेट दिइहाल्छु कि बुवा चाहिँ अहिले चाहिँ हामी वाकको लागि आइसकेका छौँ मिनी स्वामीजी अनि म आश्रमबाट बाहिर निस्किसकेका छौँ के भयो साथीहरू ए मङ्कीहरूलाई हान्नु हुँदैन है माया गर्नुपर्छ मङ्कीहरूलाई तथाले भन्छ नि त मङ्कीहरूलाई माया गर्नुपर्छ भन्छ सो अहिले झाउक्रीको आवाज सुन्दै हामी मिनी स्वामीले पानी बोक्नु भएको छ यात्रामा हामीलाई पानीको अभाव नहोस् भनेर उहाँले सहयोग गर्नुभएको छ
समझे सो ठिक छ आफ्टर लङ टाइम वी आर वाकिङ ए होइन जङ्गल छिर्दैछौँ हामी वाह नेचरमा आउने साथै कस्तो एउटा कनेक्सन हुन्छ झाउक्रीको ए यहाँ एउटा मन्दिर पनि छ या वाह प्लेजेन्ट एकदमै आश्रम आएपछि बाहिर निस्किन मन लाग्दैन तर कहिलेकाहीँ अब आज पानी परेको कारणले गर्दाखेरि चाहिँ वाक गर्न मन लागिरहेको थियो स्वामीजीले साथ दिनुभयो हामी वाक गर्दै जाँदैछौँ हेर्दै गर्नुहोस् वाह यस्तो मजा आइरहेछ वाक गर्दाखेरि है प्रकृतिको बिचमा जहिले पनि म भन्ने गर्छु प्रकृतिको बिचमा आउनुहोस् वाकिङ गर्नु भनेर आज चाहिँ म आफै वाकिङ गर्दै आइरहेको छु धेरै समय पछि र यो ठाउँ यो घमाइलो क्षेत्र ठाउँको नामै घमाइलो अरे एकदम रमाइलो ठाउँ रहेछ फुल अफ नेचर छ यतातिर झाउँक्री आवाज आइरहेछ त्यसपछि हामी अझै माथि जाँदैछौँ बिनु स्वामीजी र म या मजा आइरहेछ माथि हेर्नु यहाँ झरना छ त्यो झरनाको लागि हामी हिँडिरहेछौँ समय चाहिँ हिँडिरहनु भएको छ यात्राको थकाइ त्यसपछि पानी अहिले खोलाको आवाज सुनौ या हामी अब नजिक आइपुग्न आँटिसकेका छौँ त्यो खोलालाई स्पर्श गर्नको लागि त्यहाँ वाटरफल्स पनि छ सानो त्यो पनि हेर्छु र मेरो छेउमै झाउँक्रीको आवाज हामी सहरमा बसेको मान्छेले यस्तो फिल गर्दैनौँ याद गर्दैनौँ प्रकृतिमा आउनुहोस् घुम्नुहोस् यो टाइम यस्तो मजाको छ नेचरको टाइम मिस नगर्नु होला प्लिज हस् हेर्नुहोस् कस्तो ठाउँमा आइपुगेँ म कस्तो भइरहेको छ खोलाबाट निस्केर हामी मजाले खोलाको चिसो पानीमा खुट्टामा डुबाएर मजाले मेडिटेटिभ भएर एकछिन बस्यो मजा आयो यहाँ सिमले खाजा पनि रहेछ यहाँ छेउमै रहेछ हो अनि यहाँ चाहिँ गएर अब चिया पिउने कार्यक्रम रहेको छ र पानी पनि पिउने कार्यक्रम रहेको छ एकछिन यहाँ बसेर हामी त्यसपछि फर्किन्छौँ यसरी नै हाम्रो वाक भइरहेछ या म सिमले खाजामा आएको थिएँ ठ्याक्क स्वामीजीलाई नै भेटेँ प्रणाम अनि के छ स्वामीजी ठिकठाक हामी खाजा खान आएको ल राम्रो चिया खान आएको कुन चिया खानु तपाईँ ए सबै खाजाहरू पाउँदो रहेछ हेलो बेबी हाउ आर यु एभ्रिथिङ इज फाइन या गुड नि गुड बोय ल कालो चिया बनाइदिनु ल ए हस् हामी चियाको लागि पर्खिरहेछौँ है यस्तो सुन्दर ठाउँ छ सिमले खाजा घर तामाखाम जाने साइड
ठ्याक्कै तल्लो साइडमा छ हाम्रो श्री स्वामीजीहरूकै आमाहरूको है सन्यासीहरूकै फ्यामिलीको यहाँ ब्युटिफुल छ सुन्दर छ खाजाहरू पाउँछ चियाको लागि बेस्ट छ खाजाहरू पनि मजाले पाउँदो रहेछ अब आज चाहिँ चिया मात्र खाउँ खाजा खाएको बेला म रिभ्यू दिन्छु सब ठिक छ मजाले नेचरमा बसेर चिया पिउँ त्यसपछि म तपाईँहरूलाई अपडेट दिइहाल्छु के हुन्छ हामी खुब आनन्द लिइरहेछौँ तपाईँले नि आनन्द लिइरहनु भएको छ हेर्दै गर्नुहोस् एकदम राम्रो रमाइलो भइरहेको छ अरे बाप रे बाप क्या बोलिरहेछ रमाइलो भइरहेको ठिक छ ओके त्यो हातको चाहिँ के हो समय यो हाम्रो बहिनीले लगाइरहेको अहिलेसम्म त्यो चुडेको छैन नि होस् भनेर कस्तो प्रेम है बहिनीसँग बहिनी लगाइदियो क्या भाइटिकामा त्यही त भन भाइटिकाको अगाडि लगाइदिन्छ नि रक्षाबन्धनमा क्या गणेशै हुनुहुँदो रहेछ त्यसैको अहिलेसम्म के भएको छैन चुडेको छैन नि होस् त्यति किन ए ओके दामी छ ल ल चियाको कलरै हेर्नु न कस्तो राम्रो छ है कलर गोल्डन कलर छ क्या गजब रहेछ एकदम वाम फिल हुनु रहेछ क्या हामी चिया पिउँछौँ अब त्यसपछि हामी जान्छौँ आनन्द लिनुहोस् तपाईँ यात्राको ल हामी चिया खाएर फर्किसकेका छौँ सिमले खाजा घर है मान्छेहरू टन्न आउनुहुँदो रहेछ अब हामी जाँदैछौँ के बस्छौँ टेम्पोमा पनि अब जाँदैछौँ किन स्वामीलाई अब टेम्पोमै जाने रहेछ हामी फर्किँदाखेरि चाहिँ टेम्पोमा जाँदैछौँ मजाले यो पनि उपलब्ध छ यो बाटोमा अहिले म आश्रमको एरियामा आइसकेको छु वाकिङबाट कस्तो मजाको ट्राभल भयो है जाँदाखेरि मजाले वाक गर्दै गयो आउँदाखेरि चाहिँ ठ्याक्क नाइन हुँदो रहेछ उहाँले मजाले टेम्पोमा जाउँ न भन्नुभयो ठिकै छ भने टेम्पोमै यसरी नै आज मेरो आश्रममा टाइम बित्यो ल समझे थ्याङ्क यू सो मच भेटेर एकदम खुसी लाग्यो फेरि भेटौँ ल बाई हेलो वा आज चाहिँ कोही हुनुहुँदो रहेछ आश्रममा एकजना स्वामीजी चाहिँ अब एकदम साइलेन्ट बसिरहनु भएको थियो आई थिङ्क वीर स्वामीजी होला नभए भोपाल स्वामी पनि हुनुहुन्न कोही पनि हुन्न फोन गरेको फोन पनि उठाइरहनु भएको छैन कतै हुनुहुन्छ कि कतै जानु भएको छ कि रुम पनि बन्द भएको थियो यहाँ हेर्नुहोस् यस्तो पानी उम्रिन्छ यहाँ चाहिँ यहाँबाट पानी उम्रिन्छ यहाँ चाहिँ ए यहाँबाट मजाले पानी उम्रिरहेछ तलबाट भएको पानी त्यसले गर्दा म्याक्सिमम् भुइँबाट आउँछ पानी चाहिँ यो पानीलाई मजाले कलेक्सन गरेर सदुपयोग गर्ने हो भने राम्रो तरिकाको आश्रमलाई सर्भाइभ गर्नको लागि चाहिँ समस्या छैन किचन एकदम खुला रहेछ है यहाँ हेऱ्यो भने यहाँ यस्तो सासानो बच्चाहरू छ बिरालोको बच्चाहरू तथालाई खुब मनपर्छ यता छ बच्चाहरू आश्रममा चाहिँ अब एकछिन म अफ द रेकर्ड मजाले साइलेन्ट बस्छु त्यसपछि हाम्रो सेकेन्ड सेसन छ हाम्रो कुण्डली मेडिटेसन हुन्छ त्यो सेसनमा मजाले बुद्धहलमा गएर बस्छु चिया खाइसकेपछि या हेर्दै गर्नुहोस् हेलो स्वामीजी प्रणाम प्रणाम आम्मा यार तपाईँ त छाता छाता बोकेर कता हो अनि कता हो कुकुरले हैरान पारे ल भोपाल स्वामी पनि आइसक्नुभयो मेरो पनि बुद्ध हलको सेसन सकियो है लगभग 1 घन्टा जति बसेँ मजा आयो पुरै वेदरै पुरै चेन्ज भयो आश्रम आएपछि त्यस्तै हुन्छ मजाले केही नगरी क्या त्यत्तिकै बस्यो रिल्याक्स तरिकाले है केही गर्नै पर्दैन यहाँ आउनु न अब यहाँ दर्शकहरूलाई भनिदिनु न दर्शकहरूलाई थाहा छ अघि म कति घन्टा अगाडि आएको होइन अनि तपाईँलाई फोन पनि गरेको फोन उठेन कता हो अनि तपाईँ म त्यही तल गएको थिएँ छाता दिनु फोन चाहिँ कता फोन यता चार्जमा
त्यस्तो रहेछ नि त त्यही भएर त नि उहाँ खाजा खान जानुभएको रहेछ मोबाइल छोडेर त्यहीबाट फोन किन उठ्दैन भन्छु र हाम्रो साँगुरकुटीमा मैले चाहिँ ब्यागहरू उता राखेको छु स्वामीजी नभएको कारणले गर्दाखेरि वाह स्वामीजीको रुम यस्तो राम्रो छ फेरि आचार्य रुम होइन स्वामीजी हो वाह बाई 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 सियु है उहाँलाई आश्रममा देख्नुहुन्छ है यहीँ हुनुहुन्छ उहाँ थ्याङ्क यू सो मच फर वाचिङ दिस भ्लग तपाईँहरूलाई कस्तो लाग्यो आज भ्लग प्लिज कमेन्ट गर्नु होला र मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल सहायता सब्सक्राइबहरू जानु होला फेरि पनि अर्को एपिसोड लिएर तपाईँहरूसम्म आउने छु आजको लागि बिदा दिनुहोस् पिस सेम नेक्स्ट एपिसोड